हेलो साथीहरू, म चाहिँ अहिले उठिसकेँ। उठेर मैले मेरो बेड पनि मिलाइसकेको छु। त्यसपछि म फ्रेस भएर आइसकेँ। अलिकति त स्किन केयर गर्नै परिहाल्यो। स्किन केयर गरिसकेको बादमा चाहिँ मैले हल्का मेकअप पनि गरेँ। मेकअप गरेर सकेपछि चाहिँ म अब रेडी हुँदैछु। रेडी भइ पनि सकेँ। अन्त रेडी भएर चाहिँ म मेरो फर्स्ट डे पोलियो पोस्टिङ जाँदैछु। जाँदै गर्दा चाहिँ हामीलाई होस्टेलबाट चाहिँ यसरी इन्ट्री गरेर निक्लिनु पर्ने हुन्छ। म र मेरो साथी चाहिँ बाटोमा जाँदैछौँ। हामीलाई चाहिँ बिहान अलिकति लेटै भइसकेको थियो, त्यही भएर चाहिँ हामीले भिडियो गर्नु पाएन। एकैचोटि बसमा चढेर मात्रै भिडियो गर्दैछु। हामी चाहिँ हेल्थ पोस्ट पुगी पनि सक्यौँ। अनि चाहिँ हामीलाई भोक लागेर बिस्किट खायौँ। यो चाहिँ हाम्रो चिकावनबाट पिएचसी हो। हामीले चाहिँ यहीँबाट चाहिँ पोस्टिङ लगाएको। हामी चाहिँ अहिले सबैजना भएर जाँदैछौँ। हामीलाई चाहिँ पोलियोको लागि यस्तो पेपर दिनुभएको थियो। हामी चाहिँ त्यही लिएर चाहिँ जाँदैछौँ र हामी त्यहाँ पुगी पनि सक्यौँ। पुगेर चाहिँ हामीले यस्तो पोस्टर टाल्ने कामहरू गर्दैछौँ। म र मेरो साथी चाहिँ भित्र आएर हल्का भिडियो बनाइदिएको। त्यसपछि हेर्न सक्नुहुन्छ यहाँ के कस्तो छ। त्यसपछि आन्टी पनि हुनुहुन्छ। अनि यो भाइल्स चाहिँ हामीले आज बच्चाहरूलाई खुवाउनु पर्ने। हामीलाई चाहिँ पिएचसीबाट चाहिँ ब्रेकफास्ट पनि प्रोभाइड गर्नुभएको थियो। भेज बिरयानी यो मिठो थियो खानुमा होइन। त्यसपछि हल्का बाहिरको भ्यू हेर्न सक्नुहुन्छ। त्यसपछि मैले बच्चाहरूलाई पोलियो खुवाउने काम पनि स्टार्ट गरिसकेको छु। यति भ्याइ पनि सक्यो। कस्तो राम्रो बेबी हेर्न सक्नुहुन्छ हजुरहरू पनि। त्यसपछि हामीले चिप्स खायौँ। त्यसपछि चाहिँ हाम्रो लन्च पनि आइसकेको थियो। हामीले लन्च खायौँ। त्यसपछि आज चाहिँ हाम्रो टार्गेट पुरा भइसकेको थियो आजको। त्यसपछि चाहिँ हामी चाहिँ हिँड्दै हिँड्दै पिएचसीतिर लाग्यौँ। अनि पिएचसी पनि पुगिसक्यौँ हामी। अन्त हाम्रो स्कुल बस पनि आइसकेको छ। हामी चाहिँ स्कुल बसमा बसिसक्यो। बसेर चाहिँ हामी होस्टेलतिर आइसक्यौँ। ल बाई बाई गाइज।